अन्त्यमा साथीहरू सागर र कान्छीको भेट भएको छ। हो साथीहरू, सागर र कान्छीको यो भागमा आज आएको नयाँ भागमा भेट भएको देखाएको छ। सागर उसको काखमा निदाएकी हुन्छ अनि कान्छीले देखेर रुन थालेकी हुन्छ। खुसीको आँसु र दुःखको आँसु दुवै हुन्छ अनि मिलेर दुवैले अँगालो हाल्न आएका हुन्छन्। अनि फेरि दुवैले धेरै पछिको मर्यो भनेको श्रीमान भेटिँदा धेरै खुसीले आँसु नै बगाएकी छिन्। अनि कान्छीले हेर्न सक्नुहुन्छ हजुरहरूले, धेरै मायाको पछि लास्टमा देखेकी हुन्छ त्यो केटीलाई। कान्छीले त्यसैको छोडिदिने अनि फेरि यो केटी फेरि ल कान्छीले अब मार्ने भई मलाई अब मसले लुकाएको भन्ने भई भनेर यसले चाहिँ भाग्न कोसिस गरेकी हुन्छ। यस्तैमा भाग्दै भाग्दै गरिसकेपछि कान्छीको दाइ र कान्छाको देवरले सोध्छन्, यत्रो दिनसम्म कहाँ जानुभयो हजुर? हामीलाई न केही कन्ट्याक्ट छ न केही छ, त्यो केटीलाई लिएर कहाँ जानुभयो हजुर? किन जानुभयो? मेरो उसको हालत कस्तो हो भन्दा मलाई केही थाहा छैन, म घर गएर भन्छु भनेर भनेको हुन्छ। अनि फेरि यहाँ मलाई भन्नै पर्छ हजुरहरूले किन यसरी गर्नुभएको, मेरो कान्छीलाई कति दुःख भयो भन्दा मलाई थाहै छैन, म घर गएर भन्छु हजुरहरूलाई। मलाई कति दुःख भयो, मलाई पनि त दुःख भयो थियो, धेरै दुःख भएको थियो भन्छ। अनि फेरि त्यो उसले पत्ताउन्न त्यो केटीलाई लिएर भाग्नु भएको। मेरो बहिनीको आँखा छलेर हजुर भाग्नु भएको त होला, एउटा केटीले मात्र चाहेर केही पनि हुन सक्दैन भनेर कान्छीको दाइले भनेको हुन्छ। होइन दाइ, मैले यो सब कुरा अब धेरै गहिरो छ, धेरै समस्याको कुरा छ, हजुरलाई मैले पछि भन्नेछु। अहिलेलाई मेरो कान्छी कहाँ गइन् बोलाइदिनु भएन। कान्छी चाहिँ यता त्यो केटीलाई पिट्न लागेकी हुन्छ। मेरो बुढोलाई किन यस्तो गरेस्, किन यस्तो अवस्थामा पुऱ्याइस्, किन लुकाइस् भनेर पिट्न लागेकी हुन्छ। अनि फेरि उसले भन्छ, होइन कान्छी, मैले तिम्रो बुढालाई यस्तो गरेको होइन, तर तिमीले किन मलाई यस्तो गलत सोच्दैछौ भन्छ। मेरो कुरा विश्वास गर भन्छ। कान्छीले चाहिँ उसको कुरा विश्वास गर्न ठान्दिने। अनि फेरि उसको गला पनि दबाउन खोज्छ। अनि तँलाई मैले मारेर नै जान्छु, आज मैले मारेरै जान्छु, यो गर्छु भन्थे। अनि त्यसले फेरि मैले गरेको होइन, यो कुरामा मेरो मामा सामेल हुनुहुन्छ, मैले केही पनि गरेको छुइनँ, मेरो कुरा मैले सागरलाई मर्नबाट बचाएँ गरेँ। अनि फेरि भन्छ, म तँलाई मारेरै छोड्छु भनेकी हुन्छ। अनि फेरि लास्ट टाइममा सोचे पिट्दै सोचेकी हुन्छ, त नारी भएर मात्र मैले तँलाई छोडिदिएँ, नारी नभएको नारीको पीडा नारीले बुझेर मात्र तँलाई छोडिदिएँ, नै भने मैले मेरो ठाउँमा पुरुष हुन्थ्यो भने मैले त्यसलाई मारिदिन्थेँ भनेर कान्छी गएकी हुन्छ। कान्छीको पछि नै त्यो केटीले एउटा भाटो छोपेर एउटा मुढो छोपेर मुढोले हानेर त्यसलाई ढलाइदिन्छु भन्ने आँटेर गएकी हुन्छ। अनि त्यसलाई हान्नलाई लाउँदै अनि कान्छी सागरहरूसँग सबै भेट हुन्छ। अनि अर्को भिडियो हेर्नलाई यता